बालिनलाई फेल गराउन ओली र गगन कम्मर कसेर लाग्दै राष्ट्रिय सभाबाट शक्तिशाली अध्यादेश ब्याग गराउने प्रपञ्च रच्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति गगन कुमार थापा रहेका शक्ति केन्द्रहरू प्रधानमन्त्री बालिन शाह सरकार विरुद्ध राष्ट्रिय सभामा दबाव बढाउने रणनीतिमा देखिएका छन्। सरकारले ल्याएका 8वटा अध्यादेशलाई निष्क्रिय बनाउने तयारीसँगै सत्ता र प्रतिपक्ष बीच नयाँ राजनीतिक टकराव सुरु भएको छ। एमालेले सरकारद्वारा ल्याएका 8वटै अध्यादेश असफल बनाउने निर्णय गरिसकेको छ भने कंग्रेस र नेकपाले पनि केही महत्त्वपूर्ण अध्यादेशमा विरोध जनाइसकेका छन्। राजनीतिक वृत्तमा यसलाई बालिन सरकारमाथि सम्मिलित दबावका रूपमा हेरिएको छ। सरकारले सहकारी रकम फिर्ता प्रक्रिया, सार्वजनिक खरिद सुधार, सम्पत्ति शुद्धिकरण नियन्त्रण, विश्वविद्यालय व्यवस्थापन, संवैधानिक परिषदको अधिकार लगायतका विषय समेटेर अध्यादेश ल्याएको थियो। तर प्रमुख दलहरूले भने ती अध्यादेशलाई सत्ता केन्द्रीकरण र राजनीतिक नियन्त्रणको माध्यम बनाउन खोजिएको आरोप लगाएका छन्। विशेष गरी संवैधानिक परिषद र विश्वविद्यालय सम्बन्धी अध्यादेशमा तीव्र असन्तुष्टि देखिएको छ। कंग्रेस भित्र पनि मत विभाजित छ। केही नेताहरूले सेवा प्रवाह र विकाससँग जोडिएको अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने बताएका छन् भने अर्को पक्षले सरकारलाई अनियन्त्रित बन्न नदिन संसदले कडा भूमिका खेल्नुपर्ने धारणा राखेको छ। कंग्रेस सांसद रञ्जित खड्काले सहकारी पीडितको पैसा फिर्ता गराउने तथा विकास निर्माणका काम नरोक्ने पक्षमा कंग्रेस रहेको बताए पनि संवैधानिक नियुक्ति र विश्वविद्यालय स्वायत्तताको विषयमा गम्भीर असहमति रहेको प्रश्न पारेका छन्। एमाले भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको छ। राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम प्रसाद दंगालले संसद अधिवेशन चलिरहेको अवस्थामा अध्यादेश ल्याइनु नै गलत भएको दावी गरेका छन्। एमालेको बुझाइमा सरकारले संसदलाई चल्दै कार्यकारी अधिकार विस्तार गर्न खोजेको छ, त्यसैले सबै अध्यादेश असफल बनाउने रणनीतिमा एमाले खुलेर लागेको देखिन्छ। नेकपाले पनि कंग्रेस र एमालेसँग सहकार्य गरेर साझा धारणा बनाउने प्रयास गरिरहेको जनाएको छ। नेकपा संसदीय दलका नेता जक्कु प्रसाद सुवेदीले एक्लै विरोध गरेर अध्यादेश स्वीकृत नहुने भएकाले विपक्षी दलहरूसँग सम्बन्ध आवश्यक रहेको बताएका छन्। यसले राष्ट्रिय सभामा सरकार विरुद्ध नयाँ राजनीतिक गठबन्धन बन्न सक्ने संकेत देखिएको छ। 59 सदस्यीय राष्ट्रिय सभामा अहिले 57 सदस्य कायम छन्। बहुमतका लागि 29 सदस्य आवश्यक पर्छ। कंग्रेस, एमाले र नेकपाले संयुक्त रणनीति बनाएमा सरकारलाई गम्भीर धक्का लाग्न सक्छ। विशेष गरी राष्ट्रिय सभामा राष्ट्रपतिको उपस्थिति नरहेकाले सरकार थप कमजोर हुने देखिन्छ। राजनीतिक विश्लेषकका अनुसार यो विवाद केवल अध्यादेशको विषयमा सीमित छैन, यसलाई आगामी शक्ति संघर्षको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ। प्रधानमन्त्री बालिन शाहले प्रशासनिक सुधार र तीव्र निर्माण प्रक्रियालाई प्राथमिकता दिएका छन् भने पुराना दलहरूले त्यसलाई नियन्त्रण बाहिर जान सक्ने शैलीका रूपमा हेरेका छन्। अबको जेठ 7 को राष्ट्रिय सभा बैठक निर्णायक बन्नेछ। त्यही बैठकले सरकारका अध्यादेश बच्ने कि विपक्षी दलहरूको रणनीति सफल हुने भन्ने स्पष्ट निर्क्योल गर्नेछ।